हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानलमा जहाँ तपाईँले विभिन्न प्रकारको फुलहरूबारे जानकारी पाउँदै आइरहनु भएको छ भने फेरि आज एउटा नयाँ भिडियो लिएर आएको छु। धेरै दिन अहिले चाहिँ म कन्टिन्यू गर्न कोसिस गरिरहेको छु है। हुन त समयको अभाव धेरै नै रहेको छ, अहिले धेरै कोटी कुदाइरहेको छ र पनि हजुरहरूको निम्ति युट्युबलाई कन्टिन्यू गर्ने मैले निश्चय गरेको छु र अस्ति एउटा भिडियो बनाएको थिएँ भने आज एउटा फेरि विकमा एउटा दुईवटा भिडियो हाल्ने कोसिस गरिरहेको छु र आउनुहोस् आज फेरि हाम्रो भिडियोको स्वागत गरौँ र यो भिडियोलाई अन्तसम्म हेर्ने पहिल्यैबाटै म त हजुरहरूलाई रिक्वेस्ट गर्न चाहन्छु है, अनुरोध गर्न चाहन्छु। साथै भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिने अनुरोध गर्दछु। र आज भने फर्स्ट अफ अल स्टार्ट गरौँ पोजिटिभ अफर्मेसनबाट। आइएम द बेस्ट, आइएम द बेस्ट, आइएम द बेस्ट, आइएम असम, आइएम असम, आइएम असम, आइएम पोजिटिभ, आइएम पोजिटिभ, आइएम पोजिटिभ, आइएम एनर्जेटिक, आइएम एनर्जेटिक, आइएम एनर्जेटिक एन्ड आई एम ह्याप्पी, आई एम ह्याप्पी, आई एम ह्याप्पी। र तपाईँले यहाँ देखिरहनु भएको छ विभिन्न प्रकारको फुलहरू, अर्किडहरू मेरो फुलिरहेको छ र यहाँनिर देख्न सक्नुहुन्छ ब्ल्याक किवी मिडनाइट भनेर भनिन्छ यसलाई। किवी मिडनाइट भने एकदमै दामी फुल हो है, मन परेको फुल हो र यो पनि फुलिरहेको छ। र साथसाथमा यहाँनिर सेतोमा कुलनरा चेरिस, पछाडि पर्पलमा अलिकति माथि यो जुन चाहिँ लामो स्टिक छ जुन चाहिँ यो हो हाम्रो हिरो भई र विभिन्न फुलहरू फुलिरहेछ। र यति बेला चाहिँ हजुरहरूलाई के म भन्न चाहन्छु भन्दाखेरि चाहिँ मार्चको महिना लाग्न लागिरहेको छ। अब भने ग्रोथको सिजन सुरु भइसक्यो र ग्रोथको सिजन सुरु भइसकेपछि चाहिँ हजुरहरूले यति बेला चाहिँ डल्लै रुटलाई डिस्टर्ब गरेर रिपोर्टिङ नगर्नु होला, किनभने यति बेला नयाँ रुटहरू खेलिसकेको हुन्छ है। त्यति भन्दै आउनुहोस् फुलहरू हेर्दै अलिकति बात कुराकानी गरौँ है त। र मैले भनिहालेँ तपाईँलाई मार्च महिना लागिसकेको छ र अहिले भने अलिकति चिसो भइरहेको छ है। खासमा चाहिँ यति बेला गरम बढ्नुपर्ने अलिकति चिसो भइरहेको छ, किनभने मौसम बिग्रिरहेको छ, पानीहरू आउन थालिसकेको छ र त्यसैले अलिअलि चिसो भइरहेको छ। त्यसै पनि हामीले अब रिपोर्टिङहरू हाम्रो लगभग रिपोर्टिङहरू भइसक्यो, हेर्न सक्नुहुन्छ नयाँ सुटहरू राम्रो खेलिसक्यो। यो 180 हो, सेरेन्स पेसन भनेर भनिन्छ होइन। त्यसै नै यहाँनिर प्याराडाइस आइल्यान्ड पनि मजाको भइरहेको छ। यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एकदमै मिठो फुल, यो चाहिँ हो किवी मिडनाइट र यसको चाहिँ अलिकति अहिले चाहिँ कलर डाउन भइरहेको छ, किनभने अब चाहिँ यो म्याचहरू हुँदा चाहिँ फर्स्ट आउँदा चाहिँ एकदमै कालो नै देखिन्छ, तर पछि गएर चाहिँ अलिकति फेड हुँदै हुँदै जान्छ, तर एकदमै हेल्दी भएर ग्रोथ भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यो यसको प्लान्ट पनि देख्न सक्नुहुन्छ, दुईवटा नयाँ सुट पनि आइरहेको छ। यसले त अर्को पालि डेफिनेटली फुल्छ र यो दुईवटाले पनि फुल्ने आशा चाहिँ हुन्छ। सो होपफुल्ली अर्को साल चाहिँ अझै ज्यादा र अझै हेल्दी, अझै लामो स्पाइक भएर फुल्योस् भन्ने आशा गर्दै है यो साल राम्रो पटिङ गरेको छु लास्ट इयरको कम्पेरिजनमा। र यो चाहिँ मेरो वान अफ माई बेस्ट हो। यसलाई चाहिँ म कुलनारा चेरिस, यसको नाम चाहिँ हो कुलनारा चेरिस र यो चाहिँ दार्जिलिङ गार्डनबाट रिलिज भएको फोन हो। 1208 कोल्ड यसको। र यो भ्याली स्प्ल्यास छ एउटा यो पनि पुरा मनपर्छ मलाई, वाइटमा फुल भ्याली स्प्ल्यास हो। माथिको तपाईँले देख्न चाहनुहुन्छ यो येलो ट्रेसी रेड अवे भन्ने फुल हो, एकदमै दामी हाइड्रेन्स नि, हेर्नुहोस् न यहाँनिर कहाँदेखि हो। एन्ड यो अर्को चाहिँ मेरो हो यो हिरो भई है। यो हिरो भई पनि लगभग अहिले चाहिँ फेड हुन थालिसकेको छ, तर कलर भने एकदमै मिठो हुन्छ यो पनि है। यो चाहिँ मेरो नयाँ क्रसको फुल फुलेको थियो, एकदमै दामी फुलेको छ र यसलाई नि अब काट्ने बेला भइसकेको छ, अस्ति काट्नुपर्ने हो। रिपोर्टिङहरू सबैको भइसकेको छ, तपाईँले देख्न सक्नुहुन्छ रिपोर्टिङ भइसकेको छ। यहाँ एउटा फक्रिँदैछ, कुन चाहिँ फुल हो त्यो थाहा भएन है। उपर यो रेड ब्युटी मजाले फुलेको थियो, रेड ब्युटी है, रेड ब्युटी मजाले फुलेको थियो, तर योपालि चाहिँ त्यस्तो कुनै किन त्यसको पेटल्स टालिएर आएको छ। अर्को साल चाहिँ राम्रो फुल्छ भन्ने आश गरेको छु। यो फायर स्टम्पले चाहिँ फुलिरहेको छ। यो भ्यानिटी फेयर हो है, जोन्स क्यारिसमा भ्यानिटी होइन, दुइटा छ भ्यानिटीमा नि, जोन्स क्यारिसमा भ्यानिटी र भ्यानिटी फेयर छ, यो भ्यानिटी फेयर हो। ओके, सो यहाँनिर चाहिँ मलाई वान अफ माई फेभरेट फ्लावर है। यो दुइटा चाहिँ एम्बरको हो, एउटा चाहिँ हो एम्बर फक्सफायर एम्बर दुराल, यसलाई चाहिँ फक्सफायर एम्बर दुराल भन्छ। यसको चाहिँ हो गोल्डन एम्बर भन्छ है। सो यो दुइटा चाहिँ मेरो फेभरेट हो अनि अहिले मजाले ब्लुम भइरहेको छ। हुन चाहिँ मैले सोचेको जस्तो चाहिँ भएन यो साल होइन। होपफुली योपालि प्लान्ट राम्रो छ, हेल्दी छ, नेक्स्ट इयर चाहिँ के हुन्छ राम्रो फुल्छ भन्ने आशा गरेको छु। सो अल अफ दिस योहरू चाहिँ सबै मेरोमा भएको अहिले सिमिडियम अर्किडहरू। लास्टमा यो चाहिँ कन्जर्भ गरेको सिधै कुरो, यो चाहिँ बिक्री गर्ने चाहिँ होइन, अनि यो चाहिँ राखिसकेको पाए प्लान्टहरू, यो बिग्रेको प्लान्टहरू कतिवटा थियो है। यो प्लान्टहरूलाई पनि हामीले बनाइरहेको छौँ, एकदमै सबै पटिङहरू गरिसकेको छौँ
है। सो यहाँनिर पटिङ गरिसकेको प्लान्टहरू तपाईँलाई म देखाउन चाहन्छु। यो पटिङहरू गरिसकेको छौँ, प्रायः सबै पटिङ भइसकेको छ र यो चाहिँ अलिक नयाँ भेराइटी र अलिक ज्यादा फुल्ने फुलहरू राम्रो राम्रो भेराइटिजको चाहिँ मैले यहाँ राखेको छु। अनि नेक्स्ट इयरको लागि चाहिँ ब्लुमिङको लागि प्रपर प्लेसमा हामीले यसलाई राखेका छौँ। अनि यहाँबाट नि अगाडिबाट पनि मैले खोलिदिएँ किनभने साह्रै अँध्यारो भएको जस्तो फिल भएर। सो यो चाहिँ लास्ट इयरको सिडलिङहरू पनि छ यसमा। अनि प्लान्टको ग्रोथ राम्रो छ। होपफुली नेक्स्ट इयर अझै बेटर रिजल्ट आउँछ यो सालभन्दा है। योपालि पनि रिजल्ट चाहिँ राम्रो थियो, इट्स नट कि राम्रो थिएन होइन, राम्रै फुलेको थियो, बट अर्को साल अझै राम्रो फुल्छ भन्ने आशा गरेको छु। ओके एन्ड थ्याङ्क यू सो मच। यदि कुनै तपाईँकोमा प्रश्न छ भने मलाई भन्नु सक्नुहुन्छ। अब चाहिँ पानी एकदमै राम्रो हाल्नुपर्छ। अब चाहिँ पानी एकदमै सुक्छ र पानी चाहिँ विकमा एकपल्ट हाल्ने गर्नु होला। घाम लाग्नु थालिसकेपछि चाहिँ हो विकमा एकपल्ट पानी हाल्ने। अनि पानी हाल्दाखेरि चाहिँ मैले भने जस्तै अब चाहिँ एक दुईपल्ट चाहिँ तपाईँले माथिबाट स्प्रे गर्नु सक्नुहुन्छ, स्प्रिङ्कल। तपाईँहरूलाई यो छोटो मिठो भिडियो पश्चात अब बिदा लिने समय आइसकेको छ। तर त्योभन्दा अगाडि एउटा यो राम्रो फुललाई एकपल्ट फेरि देखाउनु मन लाग्यो हजुरहरू समक्ष। अनि यो भिडियो के कस्तो लाग्यो हजुरहरूको प्रतिक्रियाको म प्रतीक्षा साच्ने छु। थ्याङ्क यू सो मच। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु।